Hello everyone, so let us discuss about the subdivision of Tracheophyta. So Tracheophyta को तीनटा subdivisions हुन्छन्, Pteridophyta, Gymnosperm and Angiosperm. So subdivision of Tracheophyta, Pteridophyta, Gymnosperm and Angiosperm. आजको यस भिडियोमा हामी तीनटैका क्यारेक्टरिस्टिक्स बुझ्नेछौं विथ एक्जाम्पल. सबैभन्दा सुरुमा Pteridophyta, ह्याबिटेटको बारेमा कुरा गर्ने भने Pteridophyta they are mostly found in moist and shady places. Gymnosperm they are mostly found in hilly and cold region. र एन्जियोस्पर्म दे आर फाउन्ड एभ्रीवेयर, ठीक छ, लैंड एंड वाटर. बॉडी स्ट्रक्चर को बारे में कुरा गर्ने भने देयर बॉडी इज कम्प्लिटली डिफरेन्शिएटेड इन्टु रूट, स्टेम एन्ड लीफ. तीनटैको बॉडी जुन हुन्छ इट इज कम्प्लिटली डिफरेन्शिएटेड इन्टु रूट, स्टेम एन्ड लीफ. तो बाहेक जिम्नोस्पर्म को लीफ जुन हुन्छ त्यो निडल लाइक हुन्छ, कोनिकल लीफ हुन्छ. र एन्जियोस्पर्म हुन्छ देयर लीफ, दे हैव लीफ एन्ड दे अल्सो हैव फ्लावर एन्ड फ्रुट्स. भ्यास्कुलर टिस्यू को बारे में कुरा गर्ने भने तीनटैमा देयर इज द प्रेजेन्स अफ भ्यास्कुलर टिस्यू सच एज जाइलम एन्ड फोएम. रिप्रोडक्सन को कुरा गर्ने भने Pteridophyta दे रिप्रोड्यूस बाई स्पोर्स, स्पोर्स प्रोड्यूस गर्छन्, ठीक छ, स्पोरुलेसन हुन्छ. जिम्नोस्पर्म जुन हुन्छ दे हैव नेकेड सीड एन्ड एन्जियोस्पर्म जुन हुन्छ त्यसमा पनि सीड प्रेजेन्ट हुन्छ, सीड इज इन्क्लोज विदिन दी फ्रुट्स. नाउ स्पेशल फिचर को बारेमा कुरा गर्ने भने Pteridophyta जुन हुन्छ तिनीहरुको पत्तामा लिव्समा चाहिँ सोरी प्रेजेन्ट हुन्छ व्हिच हेल्प्स इन स्पोरुलेसन. जिम्नोस्पर्ममा जुन हुन्छ दे हैव कोन्स लाइक लीफ, लीफ चाहिँ कोनिकल शेपका हुन्छन्. र एन्जियोस्पर्म को कुरा गर्ने भने तिनीहरुमा फ्लावर र फ्रुट्स हुन्छ. नाउ पोलिनेसन को बारे में कुरा गरौँ. Pteridophyta में पोलिनेसन अकर हुँदैन. जिम्नोस्पर्म में बिकज द सीड आर लाइटर, हल्का हुन्छन्, त्यो भएको कारणले गर्दा पोलिनेसन टेक्स प्लेस बाई विन्ड. र एन्जियोस्पर्म में पोलिनेसन टेक्स प्लेस बाई विन्ड, एनिमल, इन्सेक्ट एसेट्रा. नाउ लाइफ साइकल को बारे में कुरा गरौँ. तीनटैमा दे सो अल्टरनेसन अफ जेनरेसन र तीनटैमा स्पोरोफाइट चाहिँ जुन हुन्छ त्यो चाहिँ डोमिनेन्ट हुन्छ देन गैमेटोफाइटिक फेज. नाउ लीफ को बारे में कुरा गर्ने भने Pteridophyta में फेदरी लीव्स हुन्छ र जिम्नोस्पर्म में चाहिँ निडल लाइक लीफ हुन्छ भने एन्जियोस्पर्म में चाहिँ भेरियस खालका लीव्सहरु भेटिने गर्छ. एक्जाम्पल को बारे में कुरा गरौँ. Pteridophyta को एक्जाम्पल हुन्छ फर्न, टेरिस, लाइकोपोडियम एसेट्रा. जिम्नोस्पर्म को एक्जाम्पल हुन्छ साइकस, पाइनस एसेट्रा. र एन्जियोस्पर्म को ओरेन्ज, एप्पल एसेट्रा. थ्यांक यू.